खाली हात खुट्टाले छिटो बुद्धि लाएर खेलिने खेल भएकोले कराते भएको स्कोर चाहिँ कसरी आउँछ सर? के अनुहारमा हान्दाखेरि स्कोर आउने त्यस्तो हो? तपाईले राम्रो प्रश्न सोध्नुभयो। जस्तो स्कोरिङ क्राइटेरिया कस्तो हुन्छ भने हाम्रो स्कोरिङ एक पोइन्ट ल्याउनलाई हाम्रो 7 वटा क्राइटेरियाहरू मिट गर्नुपर्छ। जस्तो अब जान्सिन भनेको आई टु आई हुनुपर्छ, गुड फर्म हुनु पर्यो, इन्डुरेन्स पावर हुनु पर्यो, अनि तपाईँको साउन्डिङ हुनु पर्यो। जान्सिन भनेको चाहिँ आई टु आई भनेको हुन्छ। जस्तो 7 वटा क्राइटेरिया मिलेपछि मात्रै 1 पोइन्ट आउँछ एक पोइन्ट ल्याउनलाई। अब स्कोरिङ क्राइटेरियाहरू चाहिँ हाम्रो कम्मरदेखि माथि हुन्छ। जस्तो ढाडमा र यो अगाडि छातीमा खुट्टाले लाग्यो भने तपाईँको 2 पोइन्ट आउँछ। टाउकोमा यो घाँटी भन्दा माथि यति अनुहारमा लागेको खुट्टाले लाग्यो भने 3 पोइन्ट आउँछ। त्यहाँ लगाउने पनि तरिका हुन्छ। अनि तपाईँको लडेको बेला यस्तै लडाएर उभिएको मान्छेलाई लडाएर त्यो भुइँमा हात र घोडाले पहिला चाहिँ ढाड छुनु पर्थ्यो, अहिले चाहिँ रुल्स अपडेट गरेर घोडा र हातले छोको छ भने 3 पोइन्ट आउँछ हातले हान्दाखेरि होइन। मैले धेरै खेलाडी यस्ता देखेको छु जो टिकटकमा भिडियो हालेरै पैसा कमाइरहेका छन्। युट्युबमा सिकाएर युट्युबमै सिकाएर नियमित भिडियो हाल्ने हो भने पनि त्यहाँबाट पनि पैसा कमाउने हुने छ। फेसबुकै मोनिटाइज भएको छ अहिले, त्यसबाट गर्न सकिन्छ। युट्युब भयो, नयाँ नयाँ भोलि चाहिँ अहिलेको बच्चाहरू ग्रो हुँदै जाँदाखेरि त्यो बेलासम्ममा नयाँ नयाँ प्लेटफर्महरू पनि सुरु हुन सक्छ। र चाहिँ घर घरमै गएर तपाईँले भने जस्तो थेरापीहरू सिकाएर स्कुलमा पनि त्यसको स्कोपहरू अहिले आइरहेको छ। यसो टोलमै पनि वरिपरिका 500 जना बच्चा भेला पारेर खेलाएर पनि जीविका पार्न सक्यो। एक्स्ट्रा चाहिँ क्रिएटिभिटी देखाउन सक्यो भने नामको सँगसँगै दाम पनि कमिहाल्छ। दाम नकमाउनु भयो। अब आज म खेलाडी भएर मेरो 2टा छोराछोरी, श्रीमती, मैले बुवा आमा कसरी पालिरहेको छु त? मैले नै पालिरहेको छु नि त। अस्ति भर्खर परदेशमा हाम्रो करारमा जागिर खुलेको थियो। 14-15 जना मान्छेले फर्म भरेको। हाम्रो माधव कुमार नेपालको मान्छेले चाहिँ जागिर पाउनुभयो क्या। अब यो भन्नुपर्छ यस्तो कुराहरू होइन। माधव कुमार नेपालको मान्छेले जागिर पाउनुभयो। तपाईको बच्चा चुलबुले छ, पढ्न मन गर्दैन भने पनि त्यस्तो अवस्थामा पनि तपाईहरु डराउनु पर्दैन। खेल सेक्टरमा लगाइदिनुस्, करातेमा लगाइदिनुस्, फुटबल खेल्न चाहन्छ भने फुटबलमा लगाइदिनुस्। खेलकुदको सेक्टरबाट पनि बच्चाले भविष्यमा प्रगति र नाम र दाम सँगसँगै कमाउने अवसर। केही नभए पनि स्वास्थ्य त हुन्छ नि त बच्चा खेलकुदमा लागेपछि। उसमा चाहिँ सर्टिफिकेटमा नम्बर धेरै ल्याउन सकेन मेरो बच्चाले, राम्रोसँग घोकेन भन्दैमा आत्तिहाल्नु पर्ने, निराश भइहाल्नु पर्ने छैन। नाचेरै पनि कमाउने जमाना आएको छ, गीत गाएरै पनि जीविका चलाउन सकिने अवस्था आएको